अहिले आज कति हो? आज कति गते? जस 2081 साल चैतको समथिङ 27 गते होला। आज म तारा एकतेनको लागि चाहिँ म एउटा भिडियो बनाउँदैछु। अब तारा एकतेन के छ भने नि कुरा यस्तो हो कि अब हिजो जे जस्तो भयो त्यो भइसक्यो। अब नयाँ कसरी जाने भन्ने कुरामा हो क्या। अनि अब धेरैवटा भिडियोहरू बनाएको छु मैले। अब मेरो दिमाग सर्ट भएछ कि एकैचोटि सर्ट भएछ त्यो थाहा नहुँदो रहेछ है। अब कतिखेर सर्ट भयो कतिखेर दिमाग बिग्रियो थाहै भएन। तर बोल्दाखेरि त फेरि ठिकै छ। सबै साथीहरूसँग बोल्दा चाहिँ एकदम ठिक हुने, तर मन चाहिँ कन्ट्रोलमा नहुने। हेरौँ है त्यस्तो आएछ। अनि म त्यसको लागि चाहिँ खोज अनुसन्धानमा भइराखेको छु कि खोजिरहेको छु अब किन यस्तो भएँ भन्ने कुरा। अनि अहिले अब पूजापाठ गरेर हिजो अस्ति भर्खरै पूजापाठ गरेर 2-3 महिना हुँदैछ त। अब अहिले 2 महिना भयो। अहिले चाहिँ ठिक्क उसमा अब हिजो मनमा केही पनि आएन। अब अहिले चाहिँ यस्तो गर्नुपर्छ त्यस्तो गर्नुपर्छ मान्छेको मनमा आउनुपर्छ क्या। अनि अब के चाहिँ हो भने नि अब यसरी जुन बोल्ने दिन मेरो आफै आउँछ क्या। अब हिजो त्यो के पो त्यत्रो कारोबार त्यो के पो उ थियो त्यतिखेर भनेको त्यो त मैले गरेँ। अब बिगारे पनि मैले नै बिगारेँ। यसले चाहिँ आध्यात्मिक भाषामा चाहिँ के भन्दो रहेछ भने माङीले दारू माङीले देरू अथवा माङीले बनायो माङले नै बिगार्यो भन्ने हुँदो रहेछ क्या। अब 1 वर्षसम्म म अब लारुम्बामा पनि बसेँ होइन। मैले अनि धेरै यो अध्यात्म ज्ञान चाहिँ अब मलाई पुग्दो भन्दा अब मान्छेले त अब ज्ञानले पुग्दैन र भए पनि कतिसम्म भने मलाई चाहिनेसम्ममा चाहिँ जति पनि मलाई आवश्यकता छ त्यो चाहिँ सबै आइसकेको छ। अनि हिजो 1 करोडको कुराहरू आउँछ 1 करोडको कुराहरू आउँछ अनि 2 लाखभन्दा माथिका साथीहरूको कुरा धेरै आउँछ है। किनभने नि अब 2 लाखभन्दा माथि साथीहरूले चाहिँ यस पैसा उनीहरूले कसरी दिएको छन् भने कसैले मायाले दिएको छन्, कसैले मित्रताले दिएको छन्, कसैले चाहिँ ब्याज खानालाई दिएको छन् होइन। अनि त्यसमा चाहिँ भोलि मैले तिर्न सकिनँ भने चाहिँ म अर्को जुनीमा के बन्छु भन्ने कुरा चाहिँ मलाई आत्माले सबै भनिसकेको छ नि त। त भोलि ती मान्छेहरूको पैसा तिर्दैनस् भने यस्तो यस्तो बन्छस् भन्ने कुरा त्यो मैले त मेरो मनमा आयो। तर त्यो धर्मशास्त्रमा चाहिँ सबै लेखिएको हुँदो रहेछ क्या। जम्मा सप्तौँ महाभारत छ। गुरुबाले भन्नुपर्थ्यो पिनी भारो थिए म पिनी बाहुनकोमा छ है त्यो बाहुनको चाहिँ वेदमा छ है भन्नुभयो। मैले उहिले नै त्यो के पो उता त्यो कृष्णहरूकोमा त्यो कृष्ण धालहरूकोमा गएर मैले पढेको नि त्यत्रो रामायण पढेँ त्यहाँको महाभारत सबै पढेर चाहिँ छिचोलिसकेँ। तर त्यस्तो ज्ञानहरू चाहिँ अब कथाहरू धेरै देखियो तर त्यहाँ छुट्याएर बुझ्नु पर्दाखेरि चाहिँ त्यस्तो रहेछ क्या। अनि अब एकैचोटि अब हेर्ने भनेको अब के हेर्ने त भन्दाखेरि अब अध्यात्म मनलाई नै सोध्ने हो क्या। मेरो दाजुले यसरी व्यवहार बिगार्यो अथवा पैसा बिगार्यो भोलि गर्छ त यसले? तिम्रो मनले नै सोध्ने हो। गर्छ भन्यो भने गर्छ गरेन भन्यो भने चाहिँ गर्दैन गर्यो भने गर्छ है भनेपछि फेरि गर्छ। तर यति कुरा चाहिँ हो अहिले म 35 वर्ष पुगेँ। 2081 सालसम्ममा म 35 वर्षमा छु अहिले रनिङमा छु। तर अहिले चाहिँ दान गर्ने मान्छेमा चाहिँ ठगेन्द्र एकतेन वंशभित्रमा पनि ठगेन्द्र एकतेन जतिको मान्छे चाहिँ छैन क्या। यो चाहिँ ग्यारेन्टी साथ भन्छु। जसले गर्दा के भन्ने भन्दाखेरि हामी जस्तै मैले अब यो के पो धेरैवटा फेसबुक बनाएर चाहिँ आफ्नो गाउँले चाहिँ उ गर्नलाई चाहिँ निहालेर हेर्नलाई मैले हेरिसकेको छु। को साथीले के भन्दैछ, कसले के भन्दैछ, कसले के गर्दैछ भनेर चाहिँ हेर्नलाई चाहिँ यसरी दिएको धेरैवटा फेसबुक आइडी बनाउँदै होइन उ गर्दै हेर्दैछु। हामीले अब बात गर्नुपर्ने अहिले म बात गर्दाखेरि सबै गाउँको मान्छेसँग सबैसँग एकैचोटि गर्छु। तर अब सफल भए पछाडि मात्रै गर्छु होइन। अनि म अहिले बोल्दाखेरि भनेको अब बुवाहरूसँग अब अलिअलि बोल्छु। अनि यसरी दाजुभाइहरूसँग बोल्नुपर्ने उ गर्नुपर्ने भोलि कति छ क्या। कसले के गर्यो कसले के गरेन त्यो त भन्नै पर्दैन। किन भन्नु पर्दैन भन्दाखेरि एकचोटि त्यो भीम एकतेनले चाहिँ के भन्थ्यो भने मलाई त्यहाँ के चाहिँ नागे नागा जम्मा थुथाकुसुम भन्थ्यो। के यो फटाले के भन्छ हौ यो धर्मुले पो यसो खबर सुनाउँदो रहेछ
अनि यसरी भन्दो रहेछ जस्तो लाग्थ्यो क्या, तर होइन रहेछ। त्यो उसको चाहिँ एक खालको शक्ति आएको रहेछ क्या। अनि त्यतिखेर सबै कुरा थाहा हुन्छ क्या त्यो। अनि झलक्क हेर्दाखेरि अब कसले के गर्यो के गरेन, अब हिसाब किताबको बारेमा पनि त्यस्तै हो, ठ्याक्क यहाँ अब सोच्ने अनि मागलाई टक्क सोच्ने के हो हिसाब किताब भन्ने कुरा। अनि ठ्याक्कै त्यो भोलि भएको दिनमा चाहिँ कारोबार हुन्छ क्या। अनि अहिले भनेको गर्दै जाने हो, मैले सुनिसकेँ। अब जस्तै अब तल ठेडेर, अब तिमीले नै भन्यौ ठेडेर पुर्ने चाहिँ किन माया लागेको अरूले चाहिँ माया नलागेको भन्ने कुरा त्यहाँ अब भन्नै पर्ने छ। उनीहरू भनेको यसरी विदेश पनि जाँदैनन् क्या। उनीहरू भनेको अस्ति पुस्तादेखि श्राप मिसा धेवा जस्तो भनौँ न। अब मैले त 10-11 वर्षदेखि पूजा गर्दै हिँड्ने मान्छे हो। उनीहरूकोमा अब वेद पढ्दाखेरि मुन्धुम वाचन गर्दाखेरि मैले अनुभव गरेको छु नि त। जहिले पनि त्यहाँ मागले छेकेर बस्थ्यो क्या उनीहरूको घरमा चाहिँ। अनि अहिले पनि झन् अहिलेसम्म आइपुग्दा, हाल 2081सम्म आइपुग्दा पनि उहाँहरूको त्यस्तै छ है। अनि अहिलेसम्म गर्न सकेको छैन। तर अब हिजो अस्तिसम्ममा अब मैले यसो सपनामा पाएअनुसार चाहिँ अहिले साथीहरूको चाहिँ राम्रो रहेछ। अब पुण्य पनि उता विदेशमा छ, इन्डियामा छ साथीले। अब यसो फोटोमा हेर्न सकिन्छ, मान्छे होटेलो मोटाइले छ। अनि अब भक्तहरूले पनि अब लोनलाई चाहिँ एकै ठाउँमा पारेर अहिले किस्ता बुझाउँदैछ अरे होइन। अनि मलाई चाहिँ खुसी लागेको छ त्यो सुन्दा। अब मलाई बचाउने भनेको अरू साथीहरू होला जस्तै होला होइन। अब 1-1.5 लाखको चाहिँ, अब 1-1.5 लाखको त अब गाउँमा यसो पनि बुतो गरेर अथवा जे गरेर भए पनि म त्यो के उरी गाल्छु। त 2 लाखभन्दा माथि चाहिँ अलिकति कस्तो चाहिँ हो भने अघि मैले भने नि, त्यो त्यत्तिकै कागज बिना, एउटै कागज बिना त्यत्तिकै चाहिँ दिएको हुँदैनन् क्या उनीहरूले। कि सत्य सम्झेर दिएको हुन्छ कि माग सम्झेर दिएको हुन्छ होइन। अघि पनि भने त्यसलाई चाहिँ अब फेरि नदोर्याउँ। उहाँहरू त्यो मित्रहरूलाई चाहिँ, त्यो मित्रहरू नै भनौँ न, त्यत्तिकै पैसा त हाल आम्बी। अनि अर्को धेरै कुरा भए पनि अब आफै अब तिम्रो हात बिग्रियो भन्ने कुरा मैले अब सुनेको छु। सबै कुराहरू अब म यहाँ अब हेर्दैछु, गर्दैछु होइन। सबै अब सुन्दैछु, सोध्दैछु। अनि यस्तो हो त्यस्तो। अब मैले अस्ति नै भने नि, अब बरु बन्न सक्छौ भने त्यो के पो सेवा भन, जाँडक्सी खान छोडिदियो। अब त्यो के पो यस्तो खान छोड्यो। अब मैले अस्ति नै भनिसकेको छु होइन। बरु त्यसरी सुध्रेर जाउँ। मैले अब उहिलेदेखि नै, जस्तै अब एउटा कुरा तिमीले, मैले त्यतिखेर मेरो दिमाग सर्ट भएको बेलामा चाहिँ एउटा कुरा आयो। के आयो भने जस्तै तिमीले त्यो ज्वाइँहरू चाहिँ 2जना बहिनीहरूको ज्वाइँहरूलाई चाहिँ तिमीले के अरे त्यो सब्जी जोउँछौँ भनेर तिमीले कुरा उठायो नि। त्यतिखेर मेरो आत्मामा राक्षस पसेको रहेछ कहाँ। अनि त्यतिखेर बेलासा त्यो गर्नुपर्ने रहेछ क्या। त्यतिखेर चाहिँ ठ्याक्कै सब्जी चाहिँ गरिराख्नु पर्ने रहेछ। म पछि 1 वर्ष माङसेबुङ बस्दाखेरि मात्रै थाहा भयो। अनि त्यो तिम्रो भाउजूले पनि भन्दै थियो यो 2जना भाइहरूले चाहिँ सब्जी गरिहालौँ भनेर, त्यो पोल्ने र साइलाहरूलाई। अनि मैले पनि त्यतिखेरै रोकेँ क्या। फेरि म आफै बाठो भएर हेट हुँदैन। किन भन्दाखेरि यो माग हाम्रो जति पनि कुल छ नि, त्यो पुज्न एकदम साह्रो छ क्या। जान्यौँ भने अब हिजो जस्तो मलाई त्यस्तो बनाइदिन्छ। अब मैले जानिनँ त अब यस्तो बनायो। अब र भए पनि दशा लागेको भए पनि जे भए पनि अब ठिकै छ। अनि अर्को के हो भने माथि इलाम गएर त्यो गाडीको बारेमा चाहिँ बुझ्दै गर। अब 82 सालमा चाहिँ अब चुक्ता हुन्छ त्यो ऋण। अनि त्यो सर्लक्कै घरमा आउँछ। अब तिमीले आफै भन्यौ अरे त, अरूबाट सुनेको। पछि अब मेरो लिलाम भए पनि त्यहाँ म उसको त्यहाँ लिन्छु भन्ने कुरा होइन। अनि त्यो तिमीले राम्रो कुरा गर्यौ त। अब त्यो होइन, किनभने मलाई लाग्छ अब यो 2-4 करोड चाहिँ भोलि अब सो गर्न सकिन्छ होला पक्कै। एकचोटि चाहिँ सकिन्छ। मैले नसके पनि अरू मान्छे जस्तै अब मेरो कोखबाट मान्छे आएका छन् त, भोलि चाहिँ थाम्न सक्ने, उ गर्न सक्ने होइन। अनि जसले गर्दा त्यो हुन्छ क्या, हुन्छ त्यो। अब विश्वास अब तिमीले लागे पनि नलागे पनि होइन, अब सोची चाहिँ राख्नुपर्ने हुन्छ। अनि अब अरू तिमीले कुरा गर्न खोजेको अब के हो र। अब दोहोरी चाहिँ अब अहिले नै कुरा नगरौँ। किन नगरौँ भने अब यस्तै धेरै समस्याहरू आउँछ क्या। अब फेरि मेरो दिमाग ह्याङ हुन्छ। म चाहिँ अब कसरी निकास गर्ने भन्ने कुरामा छु होइन। कसरी निकास अब कसरी चाहिँ अब निकास दिएर चाहिँ अगाडि बढौँ भन्ने उसमा छु। अनि अहिले चाहिँ अब मनमा आइसकेको छ, सबै कुराहरू आइसकेको छ। यसरी गर्नुपर्छ, त्यसरी गर्नुपर्छ। अब पहिलाकै जस्तो होइन, अहिले चाहिँ फ्रेस भएर कसरी सङ्घर्ष गर्ने भन्ने कुराहरू होइन। हिजो दिमाग थिएन, अहिले त अब दिमाग अब जुन त्यतिखेर चाहिँ सर्ट भएर चाहिँ अहिले चाहिँ फ्रेस भएर अब नयाँ दिमाग आएको छ नि त, नयाँ अनुभव आएको छ होइन। अनि अब 4 वर्षसम्म अब पैसै कमाउनु हुँदैन। यो पैसाको कारणले म बिग्रेको भनेर अब बसिराखेको मान्छे के को पैसा कमाउँछ। अब अहिले मात्रै सुरुवात हुँदैछ। अब चाहिँ केही हुन्छ भन्ने कुरा त लाग्छ। अब 7-8 वर्ष कति लाग्छ होइन। अनि जसले गर्दा त्यो के पो यताउता बोल्ने यताउता होइन। अब सबै साथीहरूसँग आरामले बस्ने। अब त्यो के पो मैले अघि पनि भने नि,
कसले के गर्दैछ, कसले के बोल्दैछ, त्यहाँ के म सोध्छु, त्यहाँको साथीहरूले सबै त्यो के सबै थाहा भइरहन्छ क्या ती कुराहरू सबै। अब अहिले कसैसँग पनि कन्ट्याक्ट छैन अहिले चाहिँ होइन, र भए पनि अब थाहा हुन्छ क्या, अब थाहा आफै हुन्छ अथवा सामाजिक सञ्जालबाट भए पनि थाहा हुन्छ, अथवा थाहा हुन्छ भनेपछि सिद्धि हो होइन। अनि म भोलि आफै त्यो भन्दै लान्छु नि त, अब यसले यसो भन्यो, त्यसले त्यसो भन्यो, त्यसले त्यसो भन्यो भन्ने कुरा म अब जति त्यतिखेर हुन्छ नि त। मैले अपराध चितेँ भने अब तिमीले थाहा छँदैछ, अब तिमीले बाजेको कुरा थाहा छैन, अब बाजे हाम्रो बाजे महाअपराधी थियो होइन। अनि त्यस कारणले चाहिँ अब त्यो अपराध गर्ने त्यो शैली चाहिँ मेरोमा सरेछ क्या। एउटा मान्छेले कारबाही गर्यो भने नि एउटा 6 वर्षमा मात्रै एउटा मान्छेले थाहा पायो क्या यो मान्छेले मलाई कारबाही गरेको भनेर। सामान्य मान्छेले त जस्तै अब तारा तिमीहरू जस्तो अब अरू छ नि साथीहरू अहिले जति पनि काम बिगार्ने यता उनीहरू त यो जुनीमा थाहा पाउँदैन क्या मैले त्यो उनीहरूले कारबाही गर्यो भने। यो जुनीमा त थाहै पाउँदैन यो मान्छेले यस्तो गर्छ भनेर। जस्तै अब हिजो मैले गरेका कार्यहरू अलिअलि उ गर न, जस्तै त्यो अब कल अखेजो गुआबी मेबी थिजे जो गोतवा भनेर त्यो बुझौँ न, बुझ्दै लैजाउँ समाजमा। अब त्यो मनमै बुझ्नुपर्ने हुन्छ क्या, मनमै खोज्नुपर्ने हुन्छ। अनि मनबाट मात्रै यी कुराहरू चाहिँ समस्या समाधान हुन्छ होइन भने चाहिँ अब हुँदैन। अघि भनेको जस्तो अब हुन्छ भने अब गर्यो भने गर्यो, गरेन भने गरेन भन्ने अब निचोड आयो भने गर्दैन होइन। अब गर्यो भने गर्यो, त्यो चाहिँ अब तपाईँको मनको तिम्रो मनको कुरा हो। तर अब मेरो त आफ्नै सङ्घर्षमा छँदैछ त, भोलि चाहिँ अब सफल हुन्छु कि हुँदैन भन्ने कुराहरू त्यहाँ रहन्छ। तर जहाँसम्म लाग्छ अब हुन्छ भन्ने त अब 100% नै आइसकेको छ। पहिला पनि विश्वासै थियो, अहिले त झन् यत्रो त्यो के पो अब कति नि अहिले त त्यो अहिले त एकदम अब सास आइरहेछ त्यो के पो यसरी गर्नुपर्छ त्यसरी गर्नुपर्छ भन्ने कुरा, जसले गर्दा टेन्सन छैन। अनि यस्तै कुराहरू धेरै कुराहरू अब त्यहाँ गर्नु छ अथवा त्यो बोलेर चाहिँ अब साथीहरूले चाहिँ अब त्यसरी भनेर अब त्यो के पो गाउँ समाज सुधार्नु छ क्या। अब मैले अब पहिल्यैदेखि पनि अब तिमीले आफै सम्झ न, अब सानैदेखि पनि म त्यत्रो अब घरमा काम नगर्ने मान्छे, समाजमै अब बिताएको मान्छे हो है। त्यत्रो काम गरेको पनि म समाजकै लागि काम गरेँ है जम्मा जम्मी। मेरो लागि घरमा त केही पनि पो गरिनँ पो त। अनि अब समाजपट्टि काम गर्ने मान्छेहरूले अनि मलाई थाहा छ नि त को मान्छे कस्तो छ, के छ, उसको अपराध कति छ, धर्म कस्तो छ, के सोचिरहेछ। मैले त एउटा सामाजिक समाजशास्त्र अध्ययन मात्रै गरेको होइन, मैले पढेको मात्र होइन, म त स्वयं बिजेर अध्ययन गरेको मान्छे हो नि त। जसले गर्दा त्यो परिपक्व भइसकेको छु। अब धेरै लामो भिडियो भइसक्यो, जसले गर्दा अब यही सुन्ने अनि अब यही उ गर्ने हो, बस्ने त्यसरी उ गर्ने अनि त्यो के पो सफलतातिर जाने हो होइन। अनि अब एउटा तिम्रो समस्या भनेको अब त्यो के पो छोरो कसरी पाउने भन्ने कुरा, अब त्यो भनिहालौँ न। त्यो चाहिँ अब माग्नुपर्छ है, अब माग्नुपर्छ यो पनि। अनि त्यो के पो पहिला पनि त्यो हाम्रो बुवा आमाहरू चाहिँ अब पहिला 2 वर्षसम्म चाहिँ अब एउटै बच्चा नहुँदाखेरि चाहिँ हाम्रै बुवा आमाले पनि मलाई पहिला सुरुमा मागेको क्या। त्यतिखेर अब धेरै चाहिँ अब आमाले अब माग्नु भएछ अखलरी उहाँन अब हारा मनमा सोचेको हो नि त होइन। मनमा सोचिसके पछाडि चाहिँ त्यो माथि तागेर निउँ भुमाको पुग्छ क्या। अनि त्यहाँदेखि चाहिँ अनि पछि बाटो खुलेपछि अब हाम्रो चाहिँ यसरी जन्म हुँदै गयो क्या। त्यही भएर चाहिँ मलाई चाहिँ मागेको, अब जस्तै माग्ने मान्छेहरू जस्तै हाम्रो गाउँको मानबहादुरलाई मागेको हो होइन। हो त्यसरी माग्नुपर्छ क्या, विश्वास गर्नुपर्छ, दिन्छ। अब तिम्रो समस्या भनेको त्यही हो, पैसा मुलाको त समस्या त्यस्तै हो नि हो गाउँघरमा। तर अब त्यो के पो त्यो जुन जन्जिरबाट त्यो दलदलाबाट चाहिँ अलिक माथि निस्किनु पर्ने हुँदो रहेछ क्या। अब अहिले बुझ्दा चाहिँ अब खाना लाउने अलिअलि पढाइ खर्च भनेको त त्यो के पो अब सामान्य त्यो के पो सुधार जस्तै अब जाँडक्सी मांस छोड्ने अनि हल्का काम गर्ने, बाख्रा बस्ती पाल्दा पनि त्यो त इनफ भइहाल्छ। त्यति त त्यो ज्ञान त उहिले बिहे नै नगरिकन मलाई आएको हो। त्यो त धेरै सिम्पल हो, पैसा कसरी कमाइन्छ भन्ने कुरा। अनि यस्तै हो। अब कुनैसँग कन्ट्याक्ट छैन अहिले, बुवासँग ठ्याक्क बुवासँग छ। बुवालाई यहाँदेखि फोन गर्छु, अलिअलि पैसा खर्च पठाउँछु होइन। अब चाहिँ बुवालाई पनि अब शान्त दिनु पर्यो भनेर अब हिजोसम्मलाई चाहिँ अब आफै अब माइन्ड सेट भएको बेलामा चाहिँ अब ती कुराहरू भएनन्। जसले गर्दा यस्तै छ क्या केटा, त्यति नै हो यार।